हेलो गुड मर्निङ गाइस हजुरहरूलाई र स्वागत छ मेरो च्यानलमा। र आज चाहिँ मर्निङ वक यसो निस्किँदाखेरि चाहिँ दिन उग्रिएको भएर निस्किँदाखेरि चाहिँ हेर्नुहोस् त यहाँबाट चाहिँ एकदमै दामी भ्यू देखिरहेको छ र तपाईँहरूलाई म देखाउनु गइरहेको छु। यहाँनिरबाट भ्यू चाहिँ एकदमै दामी छ र हेर्नुहोस् है त यहाँ एकदमै क्लियर भएर गइरहेको छ दिन। यहाँ एकदमै दामी। आज चाहिँ घाम पनि लाग्ला जस्तो छ। एकपट्टि चाहिँ मजाको दिन भइरहेको छ भने अहिले एकपट्टि चाहिँ एकदमै धुम्म लागिरहेको छ। म पनि त्यो पनि देखाउँदै छु। र यो रुफटप चाहिँ तपाईँको कहाँनिर हो भन्दाखेरि चाहिँ माथि आई लभ पर्सेङदेखिबाट माथिबाट यहाँ जुन चाहिँ आई लभ पर्सेङ छ यहाँबाट देखिने भ्यू पोइन्ट हो। यहाँ माथि डाँडाबाट र हेर्नुहोस् है त तल तल रोइलीहरू भयो होइन, एकदमै क्लियर भइरहेको छ। सिलगढीहरू चाहिँ एकदमै दामी भइरहेको छ होइन, क्लियर वेदर एकदमै दामी। तर एकपट्टि चाहिँ हेर्नुहोस् है त एकदमै पानी होला जस्तो दिने कालो होइन, एकदमै बिग्रिएर गइरहेको छ। हेर्नुहोस् योपट्टि चाहिँ एकदमै माथिबाट चाहिँ एकदमै कालो भएर आइरहेको छ हेर्नुहोस्। र यो अब बर्खा हो होइन, रेनी सिजन भन्नै सक्दैन। यति बेला कति बेला पनि पानीहरू आउनुसक्छ, कति बेला घाम लाग्नुसक्छ, यो भन्नु सक्दैन। तर पनि हेर्नुहोस् है त दिन चाहिँ यति दामी मर्निङको वेदरमा चाहिँ यति दामी भइरहेको छ भने तपाईँहरू पनि इन्जोय गर्नुहोस् यो दिनलाई। हेर्नुहोस् है त एकदमै दामी भइरहेको छ है साथीहरू। र हस्त गाइज मन पऱ्यो लाइक सेयर कमेन्ट सब्सक्राइब गर्नुहोस् र यस्तो प्रकारको भिडियोको लागि प्लिज फलो गर्नुहोस् र यो खालको भ्यूहरू हेर्दै गर्नुहोस् है त साथीहरू।